कान्छी यो के बनाएको? आलु हजुर? आलु आलु होइन, मासु। मासु खसीको मासु कच्ची मासु ड्याडीले बनाइसक्यो। ओके तिमी खसीको मासु खान्छौ? या तिमीलाई मनपर्छ? यो के हो कान्छी? आलु प्याज? प्याज हेर न कस्तो मजाले बनाइसक्यो। अनि नुन हालिस्यो ड्याडीले, अदुवा लसुन, त्यसपछि मसला, फेरि अर्को सेकुवा मसला हालिस्यो, अनि त्यसपछि पिरो खुर्सानी, अनि त्यसपछि फेरि गरम मसला पनि हालिस्यो, अनि एकछिन मजाले भुटिस्यो, अनि त्यसपछि एकैछिन छोपेर पनि पकाइस्यो। त्यसपछि हेर न गोली भेडा भन कान्छी। कोही बेला कस्तो हेर्दै खाउँ खाउँ लाग्यो तिमीलाई यो मासु? खान्छौ? अनि पछि लास्टमा ड्याडीले धनियाँ हालिस्यो। धनिया हो, अनि त्यसपछि माम र मासु खाइस्यो ड्याडीले।